आज चाहिँ हामी सिम्पल मसरुम करी बनाऊँ है त। फर्स्टमा मैले फुराएँ यो खुर्सानी, त्यसपछि प्याजलाई मजाले भुटेँ। प्याज भुटिसकेपछि चाहिँ मैले 1 चम्चा लसुनको पेस्ट हालेँ। त्यसलाई पनि मजाले भुटेँ अनि स्वादअनुसार नुन, बेसार हालेर मजाले चलाइदिएँ। फेरि त्यसपछि मैले हालेँ धुलो खुर्सानी, जिरा धनियाको धुलो अनि आधी चम्चा मैले टिमुर पनि हालेँ अनि मजाले चलाएँ। सबै मसला भुटिसकेपछि चाहिँ मैले टमाटर हालिदिएँ। टमाटरलाई चाहिँ मैले तेल निस्किने गरिकन पकाएँ। त्यसपछि मैले हालेँ यो काटेर राखेको मसरुम। अब यो मसरुमलाई चाहिँ मैले छोपी पकाएँ। छोपी पकाउँदाखेरि चाहिँ मसरुमबाट धेरै पानी निस्किन सक्छ। यो पानीलाई चाहिँ हामीले कम्प्लिटली सुकाउनु पर्छ अनि बल्ल मसरुम मिठो हुन्छ। लास्टमा मसरुम पाकिसकेपछि चाहिँ यस्तो देखिन्छ। यसलाई चाहिँ हजुरहरूले खाना रोटीसँग खान सक्नुहुन्छ।